हाई एभ्रिवान, नमस्ते। आज हामी सिमी रोप्न जाँदैछौँ। यहाँ ठुलो मान्छेलाई बोकेर लग्नु पर्नेछ काम गर्नेमा। ल के ल गीत गाऊ त। अझ अरू नि गाऊ त ल। यताबाट हेर त ल। ल के अरे फेरि गाऊ त कि। ल हामी खोला देखिने डाँडामा आइपुग्यौँ। यिनीहरू यसरी हिँडेछ। हामी आन्टी छोरी चाहिँ भारीले पछारेर यहाँ पछाडि छौँ। यता फर्क्यौ त ल। हाम्रो छोरीहरूलाई फुल त केही देख्नै हुँदैन। एक खालको फुल पनि टिपेर खेलाइहाल्छन्। हामी सिमी रोप्ने ठाउँमा आइपुग्यौँ। सिमी रोप्ने चाहिँ यो मकैभित्र हो, मकै बारीमा। अनि यता चाहिँ हाम्रो गोरुको गोठ छ। यता नि मकै छ। यो मकैमा पनि रोप्छौँ अनि यो मकैमा पनि दुई ठाउँ नै रोप्छौँ। हाम्रो गोरुहरू आनन्दले बसेछन्। हाम्रो गोरु त फेरि डन हो नि। तारेडन अनि अर्को ढुवाले डन। दुईवटा आनन्द पाराले यसरी सुतेछन् हाम्रा जेन्जी केटाहरू। अब हामी गोरु गोठदेखि सिमी रोप्ने खेतबारीतिर लागियो। नलडेर आऊ है तिमीहरू। ग्लिन्सीलाई त उचाल त। उतली उडेर हैरान्छौ। यही हो सिमी रोप्ने ठाउँ हाम्रो। यही मकै बारीमा सिमी रोप्छौँ हामी। एकजना कामदारलाई एक्लै पठाएको, खै काम त खासै नगरे जस्तो पो लाग्यो। के हो जुका लागे पछाडि जेठी छोरीको हालत। अनि उहाँलाई कति हो आज 8 बजेदेखिको कति लिनुहुन्छ तपाईँले? अनि हुन्छ नि 12,000। तिनवटा जिरो फालेर अनि 12 दिने हो तिमीलाई। ए तपाईलाई कति हो नि फेरि? 1 करोड। खै यता आउनुहोस् त, करोड दिन्छु म।
अनि तपाईलाई कति दिने हो नि? खै आउनुस् करोड दिन्छु तपाईलाई नि। अनि तपाईलाई 500 भयो पुग्छ? हजुर। दुईटा जिरो फालेर अहिले खाजा खाँदाखेरि दुईटा गेडा आलु खाऊ अनि 5 दिन्छु है। यता हेर्नुस् त तपाईहरुलाई कति दिने हो? 10,000। ती तीनवटा जिरो फालिदिने होला। एउटा जिरो र एउटा लत्ठी लैजाऊ है। पानी पानी खाने तरिका चाहिँ ल मामु सिमी रोप्न रेडी हुनुभयो। हामी चाहिँ यसरी झार गोडेर मकैमा अनि मकैको जरामा सिमीको गेडा हालेर रोप्छौँ छिटो र सजिलो कामको लागि। पुरै खेत खन्न चाहिँ अल्छी लाग्छ, त्यही भएर सधैँ यसरी नै रोप्छौँ। त्यही भएर अब पातमा मुख
ल एउटा खेत सकियो हाम्रो। एउटा खेत सकिएको खुसियालीमा यिनी नानीहरू नाच्दैछन् है। ल यताको खेत सकेर हामी उता पारीको खेततिर जाँदैछौँ है। खाजासाजा खाएर फेरि अर्को खेतमा जान्छौँ हामी। ल है सिङ्गरहरू खेत सकेको खुसियालीमा सिमी रोपेर सकेको खुसियालीमा मेरी नानीहरू नाच्दैछन् है। तिमीलाई देखेको रहेछ हुन लेखेको शिरमा शिरबन्दी।
हाल्देऊ न भाइ हाल्देऊ कति देखिन भाग मान्छे ठुलो प्लास्टिक सानो भएर बर्बाद छ है ल यिनीहरूको ल बाई बाई ल यहाँदेखि यिनीहरू यता जान्छन् हुँदै माथितिर हुँदै यतातिर हामी घर जान्छौँ वहाँ उचित जान्छ बाई 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 अब म नानी र मामु चाहिँ यता यता माथि हुँदै माथितिर हुँदै यतातिर हामी घरतिर ल तिनीहरू चाहिँ आफ्नो घरतिर गए हामी चाहिँ मामु नानी र म फेरि आफ्नो घरतिर जान्छौँ।